भिडियो बनाउनलाई मान्छे त सबै भाग्यो त के हामी मात्र हो माया आए गर्नु नि त नि काका के भन्नु नि आउँदैछ त खतरा आज हाम्रो चङ्ग बनाउने कार्यक्रम छ गाइस अब चङ्ग उडाउने हो अनि बाँकीहरू केही चङ्ग उडाएर खेल्ने हो चङ्गा चाहियो भने गुबडाडामा आएर कसलाई सम्पर्क गर्नु होला मलाई सम्पर्क गर्नु होला नाम किशोर पाखरिनलाई सम्पर्क गर्नु होला अरूमा त केही पनि थाहा छैन फेसबुक र युट्युबमा चाहिँ किशोर पाखरिन हो कि अरे होइन एकदम सही बात सम्धी के छ नि सम्धीको हल्ली ठीक छ बङ्गले माया के छ नि हल्ली ठीक छ बङ्गले माया सानो बहिनी चाहिँ हाँसिरहेछ है मायासँगै सानो बहिनी यो सानो बहिनी कि अर्को चाहिँ सानो बहिनी हाई गर नि त नि खोइ नि मायाले त हाई पनि गरेन भाग्यो त यो घरबाट यस्तो गरी भागेर नि कहाँ हुन्छ मान्छेहरू सबै भागिरहेछ है किन भागेको ल यस्तो गरी लजाएरै नै हुन्छ त युट्युबमा भिडियो बनाउने भन्छ मान्छेहरू सबै लजाएर भागिरहेछ नि कहाँ हुन्छ मायाको त टिका पनि रहेछ है कस्तो राम्रो भइबस्यो माया कहाँ ढोका छेउमा बसेको यता आउनु माथि माया पनि निबेकी दादा आएर गइसक्यो माया नि त सैली माया पनि नगाइन त जोइन यहाँ माया पनि नखाइन अन्त चाहिँ मेलम्चीमा भाग आफैपट्टि फर्काउने अरूले नहेर्ने रहेछ पो तपाईँहरूको दसैँ कस्तो भयो पकाइ रमाइलो भयो लु त्यहाँ आनीको छोरी भाग्यो त आनीको छोरी कान्छी चाहिँ होला नि भाग्यो त आनीको छोरी त के कहाँ भागेको आनीको छोरी ओ माया आइपुग्यो ल मेरो फर्स्ट फेस परेको माया लुक्छ हेर न माया त नलुक्न त्यसो गरी लुकिरहेछ के लुक्छ बङ्गलो के किन लुकिरहेको नलुकाएर तिमीलाई भने कि ल एनजी तिमीहरूले भन त टिकटक बनाउँदा फर्स्ट सुरुमा कस्तो गरी भन्ने भन नि त नि ल सबैले भन नि त नि ठुलोदेखि ल पाङ्लम राम्ररी चाहिँ सम्पूर्णलाई टसी ढोक्ले टसी धेले हो होइन टसी ढोक्ले नमस्ते र टसी ढोक्लेमा म चाहिँ नमस्कार हो कि टसी ढोक्ने ओ काका तपाईँ हेरिदिनु न यतापट्टि तपाईँको फेस देखाउनु पर्यो कि अरूको त देखाउनु न यस्तो राम्रो आइरहेछ भन्नु न नि माया कस्तो ठुलो जस्तो लाग्छ अनि मामाम खाछु भाइजी मुसुम स्याबल मुगो हाम्रो घरमा आज सँग बनाइरहेछ आउनुहोस् तपाईँहरू नि सँग खेल्यो भिडियो मेरो निधार खुम्चे भएर हेर न दारी जुङ कति धेरै चकलेट मात्र देखाउने गाइस सब छैन है चकलेट खोइ चकलेट त गइसक्यो चकलेट गइसक्यो चकलेट त हुँदै चाबा छैन है चकलेट मेलम्जीमा पुगिसक्यो चकलेट मेलम्जीमा पुगिसक्यो तपाईँहरू भयो नि खाने भए आउनु ल सबैलाई बाई बाई गर्नु ल आजको लागि यति नै बाई बाई गाइस आजको लागि यति नै नेक्स्ट टाइम राम्रो भिडियो लिएर आउने छु हामी सबैजना मिलेर अनि नै हो आजको लागि हामीलाई माया गर्नु होला मेरो दाइको युट्युब च्यानलमा गएर लाइक सब्स्क्राइब शेयर कमेन्ट अनि सबै गरिदिनु गाइस सबै गरिदिनु है गरिदिनु
म तपाईँहरूले चङ्गा दिन्छु गाइस यस्तो दामी चङ्गा भएको थियो गाइस घरभित्र हामी चङ्गा बनाइरहेको छ सबैलाई बाई बाई